सो हे गाइस तपाईहरुलाई फेरि स्वागत छ मेरो नयाँ भिडियोमा। सो आज म दिवालीको लागि स्पेशली मैले नयाँ प्रम्प्ट लिएर आइसकेको छु तपाईहरुको लागि। त्यसको लागि तपाईहरु सिम्पली मोबाइलमा को जिमी एप खोल्नु होला र टु डटमा क्लिक गरेर क्रिएट इमेजमा क्लिक गर्नु होला। क्रिएट इमेजमा क्लिक गरेपछि त्यहाँ प्लस आइकन हेर्न सक्नु भएको छ होला। त्यसमा क्लिक गरी यहाँबाट फोटो अपलोड गर्नु होला। फोटो चाहिँ क्लियर फेस भएको नै अपलोड गर्नु होला मैले गरे जस्तै। सो मैले चाहिँ यहाँ चाहिँ फोटो चाहिँ अपलोड गरिसकेर यहाँ प्रम्प्ट चाहिँ मैले चाहिँ कमेन्टमा हाल्दिनु छु। त्यो चाहिँ कमेन्ट तपाईहरुले कपी गरेर आफै पेस्ट गर्नु होला र यस्तै इमेज क्रिएट गर्नु होला। यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी सपोर्ट गरिदिनु होला। र यहाँ चाहिँ हेरिसक्नु भएको छ होला हल्का टाइम लिइरहेछ र हाम्रो इमेज चाहिँ रेडी हुनेछ। अब यहाँ हेर्न सक्नुहुन्छ दियावाला हाम्रो चाहिँ ट्रेन्ड अहिले आइसकेको छ र यो चाहिँ यस्तो हेर्न सक्नुहुन्छ। यो प्रम्प्ट चाहिँ यस्तो काम गर्छ है। र सारीको कलर चाहिँ आफै मोडिफाई गरेर आफै चेन्ज गर्न सक्नुहुन्छ सिम्पली है मैले गरे जस्तै। सो अब चाहिँ अर्को इमेजतिर लागौं। अर्को प्रम्प्ट पनि मैले त्यही कमेन्टमै हाल्दिने छु सबैको र तपाईहरु त्यहाँबाट चाहिँ कपी गर्नु होला। र यो चाहिँ अर्को सेकेन्डको छ। यो चाहिँ सेकेन्ड प्रम्प्ट हो र यसमा पनि टाइम लिन्छ हल्का प्रोसेस हुनको लागि। सो यस्तै गरेर मैले चाहिँ धेरै नै अहिले दुईवटा अझै चाहिँ बोइजको लागि हो स्पेशली त्यो चाहिँ गर्नु होला। बोइजको लागि पनि सो अब चाहिँ म्युजिक सुन्नु होला र मैले गरे जस्तै गर्नु होला। यो ट्रेन्ड भन्ने चाहिँ स्पेशली दिवालीको लागि हो र मैले चाहिँ केटा र केटीको दुईटीको बनाएको छु र यो सबैको प्रम्प्ट चाहिँ मैले कमेन्टमा हाल्दिने छु हैन। र भिडियोलाई लास्टसम्म हेर्नु होला र राम्रो लागेमा कमेन्ट गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गरी सपोर्ट गरिदिनु होला। हस्त हेर्दै गर्नु होला भिडियो।